हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। पनि सन्चै हुनुहुन्छ होला? म पनि सन्चै आरामै छु। आज चाहिँ मेरो सुरुवात भएको छ मिनी भ्लगबाट। हामी अहिले बिहानै उठ्दै क्याम्पस जाँदैछौँ। बाटोमा दुई दाजुभाइ क्याम्पस जाँदै क्रममा साथीहरू पनि भेट्यौँ र हामी बिस्तारै अगाडि लाग्दै रह्यौँ। बिस्तारै लागिराख्दा पनि हामी केही तस्बिरहरू खिच्न सकेनौँ, किनकि फर्स्टपटक भिडियो बनाउँदा म आफै लाजिएँ। तर लाज लाग्दा पनि मैले सानोतिनो प्रयास गरेँ। सानोतिनो प्रयास गर्न चाहिँ नछोड्नु होला। यदि तपाईँहरू पनि मिनी भ्लग बनाउनुहुन्छ भने सबैजना मिहिनेत गरेर बनाउनु होला। मेरो चाहिँ यो त्यसभन्दा पछि हामी लाग्यौँ टक्क क्याम्पसतिर। क्याम्पस पुगिसकेपछि हामीले केही तस्बिरहरू बनाउन सकेनौँ। त्यही भएर म लाग्यो हामी शहीद पार्कको बाटो। शहीद पार्क जाँदै गर्दा मैले विभिन्न भिडियो र विभिन्न तस्बिरहरू खिच्दै गएँ र पछाडि हाम्रो सर अथवा हाम्रो बहिनी भाइ पनि हुनुहुन्थ्यो। त्यहाँसँग पनि मैले मिठा गफ गरेँ। त्यसभन्दा पछि म पुगेँ शहीद पार्कको गेटमा। शहीद पार्कको गेट मुनि पुग्दाखेरि मैले आफ्नो थोरै सानो भिडियो क्लिप लगेँ। त्यसपछि हामी तस्बिरहरू खिच्दै हामी बढ्यौँ अगाडि। बिस्तारै जाँदै गर्दा पनि मैले केही भिडियो र केही फोटोहरू क्लिपमा राखेँ। त्यसभन्दा पछि बिस्तारै जाँदै गर्दा हामी पुग्यौँ शहीद पार्कको गेटनिर। शहीद पार्कको गेटनिर पुग्दा पनि त्यहाँ आज साउन 1 गते भएकोले विशेष मान्छेहरू धेरै भिडभाड भएका थिए र हामीले शहीद पार्कको केही तस्बिरहरू जुम गऱ्यौँ। त्यसभन्दा पछि हामी लाग्यौँ शहीद पार्कको गेट नजिक। शहीद पार्कको गेट नजिक जाँदै क्रममा एउटा बाटोमा सानो राम्रो पुल पनि रहेछ, त्यसको भिडियो पनि मैले क्लिप गरेँ। त्यसभन्दा पछि हामी लाग्यौँ बिस्तारै हुँदै फोटो खिच्दै है रमाइलो गर्दै गेटभित्र प्रवेश गरिसकेपछि हामीले त्यहाँ धेरै मानिसहरू भिड भएका देखेका थियौँ। तर पनि त्यहाँ आज साउन 1 गते भएकोले हरिया मौसममा हरिया ड्रेस सबैजनाले लाएर आउनु भएको थियो। त्यसमा पनि हामी पनि यसो घुम्न गइदिएका थियौँ र त्यहाँ देख्दा पनि रमाइलो फिल भयो। त्यहाँ मैले एउटा हात्तीको तस्बिर देखेँ। त्यहाँ चाहिँ करिब 1.5 वर्ष अगाडि बनाइएको रहेछ। त्यहाँ जाँदा हामीले विभिन्न किसिमका फोटो भिडियोहरू खिच्यौँ र त्यहाँ रमाउँदै हामी अवलोकन गरिसकेपछि गऱ्यौँ। दाइ बहिनीहरूले पनि राम्रो फोटाहरू तस्बिरहरू खिच्दै भन्नुहुन्थ्यो, यो होइन धेरै वर्ष पहिला बनेको। तर मैले भने कि होइन, पहिले नै बनेको थिएन, भर्खर बन्यो। त्यसपछि हामीले उता दाइलाई सोध्यौँ र दाइले भन्नुभयो कि करिब 1.5 वर्ष जति भयो भनेर। त्यसभन्दा पछि हामीले त्यहाँ हेर्दै रमाउँदै भन्यौँ, कुराकानी गऱ्यौँ। त्यसभन्दा पछि दाइले हात्ती सुमसुम्याउँदै तस्बिरहरू खिच्ने अवसर लिनुभयो। र यदि हजुर चाहनुहुन्छ भने चाहिँ वीरेन्द्रनगर नगरपालिकामा रहेको शहीद पार्क भन्ने ठाउँमा गएर हजुर पनि त्यहाँ विभिन्न किसिमका रमणीय ठाउँहरूमा गएर अवलोकन गर्न सक्नुहुन्छ। त्यसपछि लाग्यौँ हामी फेरि हात्तीलाई हेर्दै केही कुराहरू र केही गफहरू गर्दै अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा मलाई चाहिँ